निराशा। भ्रष्टाचार र व्यथितिले फैलाएको यो निराशाको बीच चैत्र 13 गते शपथ खाएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको नेतृत्वमा नयाँ सरकार गठन भई यताको अवधिमा नेपालको राजनीतिमा कुनै सामान्य फेरबदल मात्र भएन, एउटा ठुलै कम्पन आयो। र आज हाम्रो प्रश्न हुनेछ, के बालेन सरकार भनिए अनुसार सफल भइरहेको छ त? 2082 साल चैत 13 गतेको दिन शपथ ग्रहण गरे लगत्तै साँझ पख बसेको सरकारको पहिलो बैठकले एउटा ठुलो निर्णय गर्यो। निर्णय थियो जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने। यस आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतका पदाधिकारीहरूमाथि कारबाही गर्न सिफारिस गरेको थियो। खासमा सुशीला कार्कीको अन्तरिम सरकारले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा यो आयोग गठन गरेको थियो। तर कार्यान्वयन गर्ने बेलामा ठुलै राजनीतिक द्वन्द फैलिने डरले तत्कालीन सरकारले कारबाही अगाडि बढाएको थिएन। तर चुनावमा दमदार प्रदर्शन गरेर लगभग 2/3 सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारको लागि यो जोखिम लिन गाह्रो भएन। त्यसमाथि सरकारको गृहमन्त्री सुदन गुरुङ आफैमा जेनजी आन्दोलनका प्रमुख नेताको रूपमा देखिएका थिए। त्यसैले निर्णय गरेको 24 घण्टा नबित्दै एका बिहानै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरियो। ओलीलाई पक्राउ गरे लगत्तै एमालेका कार्यकर्ताले देशका ठाउँ ठाउँमा विरोध प्रदर्शन त सुरु गरे, तर एउटा दलको रूपमा खस्किसकेको एमालेले यी प्रदर्शनहरूलाई लामो समयसम्म व्यापक बनाउन सकेन। ओलीसँगै रमेश लेखक र जेनजी आन्दोलन ताका काठमाडौँका सिडिओ रहेका छवि रिजाल पनि पक्राउ परे र हालको समयमा ओली र लेखकमाथि जेल बाहिरबाट अनुसन्धान चलिरहेको छ। तर यी सब बीच एउटा अचम्मको कुरा देखियो। कार्की आयोगले ओली र लेखक समान नै कडा कारबाही गर्न सिफारिस गरेका पात्र तत्कालीन पुलिस प्रमुख आइजिपी चन्द्रकुबेर खापुङलाई भने कुनै कारबाही भएन। यसरी सुरु दिनदेखि नै आक्रामक देखिएको बालेन्द्र शाहको सरकारले अझै ठुला कदमहरू चाल्नेवाला थियो। राष्ट्रपाको चुनावी घोषणापत्र र सरकारको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको सबैभन्दा महत्त्वपूर्ण योजना थियो सम्पत्ति छानबिन आयोग गठन गर्ने। त्यसैले वैशाख 2 गते पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा सम्पत्ति छानबिन आयोग गठन गरियो र यसले सुरुको चरणमा 2061-62 सालदेखि 2082-83 सालसम्मको महत्त्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने काम अगाडि बढायो। तर केही दिन अघि सर्वोच्च अदालतले यस आयोगको वैधानिकतामाथि नै प्रश्न उठाएको छ र आयोगले सिफारिस गरे अनुसार कुनै पनि कारबाही नगर्न अन्तरिम आदेश दिएको छ। यही क्रममा बिचौलिया दीपक भट्टको प्रकरण पनि निकै चर्चामा आयो। इन्फिनिटी होल्डिङ्सका मालिक दीपक भट्ट र प्रतिष्ठित व्यापारिक घराना शङ्कर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई सम्पत्ति शुद्धिकरण लगायतका मुद्दाहरूमा पक्राउ गरियो। वर्षौसम्म राजनीतिक संरक्षणको फाइदा उठाएर आर्थिक हिनामिना गरेका दीपक भट्टको साम्राज्य नराम्ररी भर्मरायो। पछि यही प्रकरण अन्तर्गत पूर्व अर्थमन्त्री विष्णु पौडेल पनि पक्राउ परेका थिए। पौडेल पदमा रहँदा दीपक भट्टको लागि सेयर खरिद प्रक्रिया सजिलो बनाइदिएको लगायत अन्य साथगाँठ गरेको प्रारम्भिक अनुसन्धानले देखायो। यद्यपि यसको बाँकी अनुसन्धान चलिरहेको छ। तर जे भए पनि यतिसम्मका शक्तिशाली व्यक्तिहरूमाथि कारबाही अगाडि बढाउन सक्नु बालेन सरकारको लागि ठुलै उपलब्धि रह्यो। खास गरी गृहमन्त्री सुदन गुरुङ यस क्रममा निकै लोकप्रिय भएका थिए। यसबाहेक दलीय कर्मचारी ट्रेड युनियन र दलीय विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारको निर्णयलाई पनि धेरैले सकारात्मक रूपमा लिए। तर सर्वोच्च अदालतले यो निर्णय हालको लागि रोकेको छ र यसको अन्तिम निर्णय आउन बाँकी छ। तर यही सकारात्मक कामहरूको बीच बालेन सरकार गम्भीर विवादहरूमा पनि परेको छ। वैशाख 10 गते साँझपख काठमाडौँका खोला छेउका सुकुम्बासी बस्तीहरूमा नेपाल प्रहरीले एउटा सूचना गर्यो। पर्सि वैशाख 12 गते सुकुम्बासी बस्ती खाली गरिनेछ। प्रधानमन्त्री बालेन काठमाडौँ महानगरको मेयर हुँदा नै यी सुकुम्बासी बस्तीहरू खाली गराउन चाहन्थे। तर त्यस समयमा केन्द्रीय सरकारको सहयोग नपाएपछि नदी किनारका ती बस्तीहरू हट्न सकेका थिएनन्। त्यसैले प्रधानमन्त्री बनेको 1 महिनाभित्रै बालेनले आफ्नो यो अधुरो काम सुरु गरे।
थाले। तर सरकारले जब बस्ती खाली गर्ने प्रक्रिया अगाडि बढायो त्यसमा सरकारको संवेदनशीलतामाथि प्रश्न उठाइयो। ठाउँ खाली गर्न निकै कम समय दिएको र उचित व्यवस्थापन बिना काम सुरु गरिएकाले सुकुम्बासीहरूले निकै शास्ति भोग्नु पर्यो। सरकारको 100 वटा कार्यसूचीमा 60 दिनभित्र सुकुम्बासी पहिचान गर्ने र 1000 दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने भनेको छ। तर यो नीतिगत कार्य अगाडि बढाउनु अघि नै अपरझट सुकुम्बासी बस्तीमा डोजर लगाएका कारणले मुद्दा एकदमै विवादास्पद बन्यो। बस्ती भत्काएपछि विस्थापित भएका सुकुम्बासीहरूलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरहरूमा राख्यो। त्यसको केही महिनापछि सरकारले उनीहरूलाई ती होल्डिङ सेन्टर पनि छाड्न आदेश दियो। त्यस बापत सरकारले कोठा भाडाको लागि सुरुमा 25,000 रुपियाँ दिने र त्यसपछि मासिक 15,000 रुपियाँ दिने भनेर घोषणा गरियो। तर विकल्प सुरक्षित नभएको भन्दै केही सुकुम्बासीहरूले होल्डिङ सेन्टर छाड्न मानिरहेका छैनन्। त्यसको दबाव स्वरूप सरकारले केही सेन्टरहरूमा त खानाको व्यवस्था नै हटाएको थियो, जसले सरकारको नैतिकतामाथि ठूलो प्रश्न उठायो। यी घटनाहरू घटेको केही दिनपछि कीर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा बाढी छिर्यो। अचम्मको कुरा त के छ भने प्रधानमन्त्रीको तर्क नदी किनारका सुकुम्बासीलाई बाढीबाट बचाउनको लागि उनीहरूलाई त्यो ठाउँबाट तुरुन्त हटाएको भन्ने थियो। तर सरकारले नै राखेको एक होल्डिङ सेन्टरमा बाढी छिर्न गयो, जसले गर्दा सरकारको तयारीमाथि नै गम्भीर प्रश्न उठेको छ। यी सब घटनाहरूको बीचमा आम सर्वसाधारणको प्रतिक्रिया एकदमै ध्रुवीकृत भयो। विशेष गरी सामाजिक सञ्जालमा दुईटा फरक भाष्य निर्माण भए। पहिलो, यहाँ वास्तविक सुकुम्बासी भन्दा पनि हुकुमबासीको वर्चस्व छ, र दोस्रो जसले उनीहरूलाई केवल पीडित सुकुम्बासीको रूपमा मात्र देख्छ। सुकुम्बासीको विषय आफैमा निकै पिचिलो र संवेदनशील विषय हो। बस्तीमा केही व्यथिति वा धनी मानिसहरू लुकेका भए पनि ती पुरा बस्तीका बासिन्दालाई एकैमुष्ट हुकुमबासी भन्नु कतिसम्म तार्किक हो? यस्ता विकृतिहरू त राज्यका अन्य निकायहरूमा पनि छन्। जस्तै कर्मचारी तन्त्रमा भ्रष्टाचार छ, तर त्यसो भन्दैमा हरेक कर्मचारीलाई भ्रष्टाचारी भनेर कारबाही गर्न त मिल्दैन। त्यसको लागि अनुसन्धान चाहिन्छ, प्रमाण चाहिन्छ। त्यसैले सामाजिक सञ्जालमा कुनै अभिव्यक्ति दिनु अघि हामी जिम्मेवार हुनुपर्छ। खास गरी सबै सुकुम्बासीहरूलाई हुकुमबासी देख्नेहरूले सोच्नुपर्छ, कतै हाम्रो एउटा आधारहीन टिप्पणीले सङ्घर्ष गरिरहेको कुनै विपन्न समुदायलाई चोट त पुर्याइरहेको छैन। बालेन सरकारको अर्को ठुलो विवाद कुनै कामले नभएर संसदप्रतिको जवाफदेहितालाई लिएर सुरु भयो। प्रधानमन्त्री भए यता बालेनले संसदलाई लामो समयसम्म सम्बोधन गरेनन्। त्यसैले विपक्षी दलहरूले उनको कडा आलोचना गरेका थिए। झन् वैशाख 18 मा जब राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेका थिए, प्रधानमन्त्री बालेन सम्बोधनको पिछैबाट उठेर संसद भवनबाट बाहिरिए। आफ्नै सरकारको नीति तथा कार्यक्रमको बीचमा यसरी हिँडेपछि उनीमाथि राष्ट्रपति संस्थाको र संसदको अपमान गरेको आरोप लाग्यो। अब संसदप्रति गैर जिम्मेवार त सत्तापक्ष र प्रतिपक्षका सांसदहरू पनि छन्, तर प्रधानमन्त्रीले संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने माग धेरैले गरेका छन्। यी घटनाहरू बितेको लगभग 1 महिनापछि अन्ततः प्रधानमन्त्री बालेनले प्रश्न उत्तरका रूपमा संसदमा आफ्नो पहिलो सम्बोधन गरे। तर यही सवाल जवाफको क्रममा श्रम संस्कृति पार्टीका सांसद आरएन राईको एउटा प्रश्नको उत्तर दिँदा ठुलै विवाद उत्पन्न भयो। राईले सीमा समस्याको बारेमा प्रश्न सोध्दा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले पनि भारतको सीमा मिचेको भनेर अभिव्यक्ति दिए। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। देशको प्रधानमन्त्रीले संसद जस्तो गरिमामय ठाउँमा सीमा सम्बन्धी यस्तो सतही अभिव्यक्ति दिएपछि माहौल तातियो। अब प्रधानमन्त्रीले नेपालले पनि भारतको जमिन मिचेको छ भन्नु त जम्मा एक हिसाबले मात्रै सही हुन्छ, जुन हो क्रस होल्डिङ अकुपेसन। यस विषयलाई सीमाविद बुद्धिनारायण श्रेष्ठले अनलाइन खबरसँग भएको कुराकानीमा राम्ररी सम्झाएका छन्। क्रस होल्डिङ अकुपेसन भनेको सीमावर्ती जनताले भोग चलनमा दखल गरेका छन्। भारतीय जनताले नेपाली किसानको जमिनमा पनि भोग चलन दखल गरेको छ। केही मात्रामा नेपालीहरूले पनि भारतीय किसानको
भोग चलन दखल गरेको छ, यति मात्रै हो। तर यसको अर्थ नेपालले भारत समान नै भूमि मिचेको भने होइन। नेपालले भारतले जस्तै हजारौं हेक्टर जमिन मिचेर पूर्वाधार बनाएको छैन, न त भारतको सिमाना मिचेर सेनाको चेकपोस्ट नै राखेको छ। हुन त प्रधानमन्त्रीले भारत नेपाल सँगै मिलेर समस्या सुल्झाउनु पर्छ भनेका थिए, तर धेरैले संसदमा उभिएर यस्तो तरिकाको अभिव्यक्ति दिनु प्रधानमन्त्री बालेनको गम्भीर भूल भनेका छन्। समग्रमा भन्नुपर्दा केही कानुनी समस्या आए पनि बालेन सरकारको प्रशंसा गर्ने ठाउँहरू धेरै छन्। सवारी साधन लाइसेन्स छपाई छिटो भएको छ र एसीईको नतिजा 1 महिना भित्रै सार्वजनिक गर्नु पनि सरकारको सफलता रहेको छ। यसबाहेक सरकार बालवाटार भन्दा पनि सिंहदरबारबाट चलेको छ र मन्त्रीहरू समयमै कार्यालय जाने गरेका छन्, जसले सुशासनको झल्को दिन्छ। तर संसदमा 2/3 बहुमत भएर पनि अध्यादेश मार्फत शासन गर्न खोज्नु र प्रधानमन्त्रीका सल्लाहकारहरूको राज्यमा अनाधिकृत प्रभाव बढ्दै गइरहेको कारणले सरकारमाथि अधिनायकवादीको आरोप पनि लागेको छ। यस लगायत हामीले अघि नै कुरा गरेको सुकुम्बासीको विषयले पनि सरकारमाथि गम्भीर प्रश्न उठायो। यद्यपि हालसम्म जनताको माझमा सरकारको छवि सकारात्मक नै छ र यो राम्रो कुरा हो, किनभने वर्षौंको नकारात्मकताले देशलाई थकाइसकेको छ। तर हामीले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, सरकार जस्तोसुकै लोकप्रिय भए पनि नागरिकको तर्फबाट खबरदारी सधैँ आवश्यक हुन्छ, किनभने सरकार शक्तिको प्रतीक हो र इतिहास साक्षी छ। एब्सोल्युट पावर करप्ट्स एब्सोल्युटली।